घर ल्याउने जाने गरेको थियो बिहान मैले हामीले यो बुनका मान्छे आउन हुने थालिदिएँ बिहानै मैले गाडी पुऱ्याएँ मान्छे घर आएको थिएँ घर आयो त्यो बुढा थियो आज म गाडी फालिदिनु हुन्छ म गइसकेँ गइसकेपछि मैले सामान गाडीभित्र सामान फालिहालेँ त्यसले म सामान राख्दै जाऊ मेरो गाडी घर लैजाने म अहिले पर्खु भने ढोकेँ मैले कति मिहिनेत गरेर कुमा यहाँ रुपियाँ गर्नु बाइकको गाडी हो मेरो न फालिदियो मैले कर तिरेको छु गुनामा ल्याएको छु तिरेको छु चल्लियो गाडी मैले मेरो गाडी फाल्यो भने म पुलिसको गाडीलाई ढुवाइने हो मैले भनेको त्यही त त्यो गाडी चाहिँ कहाँ चाहिँ घर ल्याउनु हुन्थ्यो घर ल्याउनु हुन्थ्यो बासाइतीको गाडी छ सधैँ आगा त उहाँमा राखेको थिएँ छैन मैले चलाउने नै उहाँमा दिएको थिएँ गाडी सबैका 100 आयो फाले कोही 200 अचेल मैले उनु पेट चाहियो खाना ल्याएछ अनि मैले उनु ल्याउने गरेको थिएँ गर्नु मिल्यो व्यवहारको लागि तल ड्राइभर उनी या थिएन मसित गाउँलेले फाल्दैन गाउँलेले अब गाउँलेले एउटा त लज ठिक छ कम मान्छे गाडी घर लैजा दोहोऱ्या ल्याउने चाहिँ मैले त 200 दोहोऱ्या गाउँवालाले भनिदियो कि त्यो टेम्पोलाई फालेछ फेर्ता आइसकेका मान्छे गइसकेका मान्छेलाई दोहोऱ्या लगाएर फाल्ने बेलामा भन्नु भएन म घर लैजाने हो घर लैजाने हो भने कति ढोके मैले घर लैजाने हो भाइ जुन फालिदेऊ भने मध्ये भनिदियो मर्ने भन्यो फाल पुणिजा भनेर म पुणिजा फालिदियो म त टेम्पो नै झुन्नेर गएको थिएँ जान्दिएन मलाई तर त्यो वनको अनि त्यत्रो त्यो घर ल्याउने कुरालाई त साधनलाई त फाल्नु थिएन त तपाईले रिक्वेस्टै गर्नु फालिदेऊ भन्यो कि फाल्यो दोहोऱ्या गयो घर लैजा भन्यो भने दोहोऱ्या फालिदियो